हामी माछा मार्न आएको निलो देखिया ताल हो होइन। अब खोलामा पस्दैछौँ, माछा पाउँछ पाउँदैन। अब टक्क धनी भाइ के बोक्यो तिमीले? यो माछा मार्ने उता बाल्टी र जाल बोक्ने पनि छन् होइन। यता दिपेन भाइ के बोक्यो तिमीले भाइ? कट्टु लाएर ल ठिक छ। उता ज्ञानेन्द्र हेरौँ माछा पाउँछ कि पाउँदैन होइन। बाटो पनि डेन्जर छ होइन। यस्तो छ यो चाहिँ ताले यो होइन। माछा मार्न आएको यो घाँस जस्तो देखियो है। अर्को ढुङ्गा होइन त बाबु? यस्तो निलो छ होइन, हरियो छ सरी हरियो छ होइन। घाँस पलाएर माथि ल्याउ होला सायद। हाम्रो जाने बाटो यस्तो छ होइन, नेपालको जस्तो होइन, रुखहरू भएको जङ्गल जस्तो होइन। यसो हेर्दा चाहिँ होइन साउदी जस्तो देखिन्न, एकदम रमाइलो ठाउँ छ होइन। अरू हुँदा नि माछा पाएर चाहिँ मार्न सक्नु पर्यो, अनि त्यसपछि रमाइलो हुन्छ। अनि भाइ के गर्दैछौ तिमी? त्यस्तो नगर नि यार, प्रदूषण नगर होला भाइ। हामी घारीभित्र होइन पुरा टक्क अब ठ्याक्क के अरे भन्छ खोलामा जानु लाग्यो। अहिलेसम्म खोला खेल पार्न छैन होइन। यस्तो झरी हिँड्नुपर्छ होइन। बल्ल यहाँ चिसोको महसुस हुन थाल्यो होइन। अब पक्कै पनि खोला भेट्टेला अनि माछा पनि है त गाइज। है गाइज फाइनल्ली हामी चाहिँ टक्क यो खोलामा आइपुग्यो। पानी धमिलो रहेछ होइन। जाल हान्ने काम जारी छ हाम्रो। जाल हानेर पनि देखाइन्छ होइन। अनि यो चाहिँ सानोमा होइन बच्चामा यो कुरो खेलाउनलाई कम्ती मजा आउँछ। त्यस्तो पोको पाएर अनि ड्याममा हाल्यो मान्छेलाई होइन। हाम्रो यहाँ कपडा चेन्जहरू भइरह खोलामा पस्नलाई। हामी अब माछामा पानीमा जाल हाल्दैछौँ होइन। अब माछा चाहिँ कतिवटा निस्किन्छ खाल हेरौँ है गाइज। हेरौँ है माछा कतिवटा निस्किन्छ। कतिवटा छ ए खाल परेन? सानो परेछ त्यो यसलाई सानो परेछ ल एउटा। खै माछा हेरौँ। ए यो दामी माछा हो नि। यो खाल चाहिँ पारो ल 2-3टा चाहिँ छ। केटोले सही ठाउँमा हान्यो है।